भान्जा एकीकृत कृषि फर्म प्रालीको तर्फबाट यहाँहरू सबैजनालाई नमस्कार। ल हेर्नुहोस्, हाम्रो ड्रागन फ्रुट फारम अर्गानिक खेती टिसिबिटी पञ्चमहाभूतमा आधारित खेती, बिर्सा आयुर्वेद ऊर्जा विज्ञानसँगको तालमेलमा हेर्नुहोस्, गौमातामा आधारित खेती हो यो। सबतिर फुलेको छ आज। ल हेर्नुहोस्, एउटै बोटमा कति फुलेको छ। ल हेर्नुहोस्, कहीँ पनि खाली छैन। ल हेर्नुहोस्, अर्गानिक खेती। हेर्नुहोस्, अर्गानिक रोजौँ, आफू पनि स्वस्थ रहौँ, भूमिलाई पनि स्वस्थ राखौँ। ल हेर्नुहोस्, केमिकलवालामा यति आउँदैन जस्तो लाग्छ सायद मलाई। तपाईँहरूलाई भन्यो भने यसले गफ गरौँ भन्नुहुन्छ। ल हेर्नुहोस्, ल हेर्नुहोस्, सबैतिर उस्तै छ। हेर्नुहोस्, अर्गानिक खेती। यहाँदेखि 200 फिटसम्म उस्तै छ। हाम्रो यो 200-250 फिट लामो लाइन छ। हेर्नुहोस्, यो चाहिँ हाम्रो तेस्रो लट हो। पहिलो अब 15 दिनमा पाक्छ। दोस्रो भर्खर फुल टिपेको छ। यो तेस्रो हो। हेर्नुहोस्, यत्रो भइसकेको छ। ल हेर्नुहोस्, जता घुमे पनि उस्तै छ। ल हेर्नुहोस्, सबैजनाले अर्गानिक खानुहोस्, आफू पनि स्वस्थ रहनुहोस्, आउँदो आफ्नो पिँढीलाई पनि स्वस्थ राख्नुहोस्। ल हेर्नुहोस्, एउटै बोटमा कति छ कति। ल हेर्नुहोस्, हेर्नुहोस्, एउटै बोटमा। यो बोटले थाम्छ कि थाम्दैन थाहा छैन। यो लडिसकेको छ बोट पनि, सब बाँस लगाएर अडिआएको छ। अर्गानिक टिसिबिटी खेतीमा मात्रै यो सम्भव छ। फेरि न वर्षै पछि मल हाल्दै जानुहोस्, त्यस पछाडि फेरि डोज थप्दै जानुहोस्। अर्गानिकमा त्यो समस्या छैन। ल हेर्नुहोस्, हिजो मैले भनेको थिएँ यो कास्टिङ हो, आज चाहिँ पुरा भिडियो हेर्नुहोस्। ल यहीँदेखि यहीँसम्म यस्तै छ। यो आफ्नो मोबाइल चाहिँ उच्च कोटिको नभएर मात्रै हो। किसान हो, किसानको यस्तै छ। तर सबैले किसानलाई माया गर्नुहोस्, अर्गानिक खानेकुरा खानुहोस्। किसान नभए नि यो संसारमा केही पनि हुँदैन। 2 दिन पनि बाँच्न सकिँदैन। कोरोनामा पनि सबै थोक बन्द हुँदाखेरि किसानकै काम आएको थियो। हस्त भिडियो हेरिदिनु भयो सबैजनालाई नमस्कार।